सहज गर्दा म थिइनँ, म होइन, तर विशेष कारणवश यो सत्रको सहजीकरणको भूमिकामा आइपुगेको छु। यो सत्रमा अरू दुईजना वक्ताहरू हुनुहुन्थ्यो, वीरा लामिछाने र विदुषी ढुङ्गेलज्यू, तर केही प्राविधिक समस्या र उहाँहरूको आफ्नो पर्सनल समस्याले उहाँहरू अहिले यहाँ उपस्थित हुनुहुन्न। सन्देश दाइ हुनुहुन्छ यहाँ? हुनुहुन्न अरे खै हामीसँग वृतान्त खनाल दाइ हुनुहुन्छ यहाँ यो सत्रमा। हुन त म यो सत्रको लागि आवश्यक थिएन, वृतान्त दाइ हुँदाखेरि दाइ एक्लै काफी हुन छ यो सत्रको लागि, तर अब दाइ बोल्दा बोल्दै 2-3 दिन हुन्छ कि भनेर म रोक्न मात्र आएको जस्तो मलाई लाग्छ। सुरु गर्ने यो हाम्रो अलिक शीर्षक तपाईँको लागि होइन, मेरो लागि चाहिँ अलिक भारी भरकम शीर्षक नै छ। तयारी गर्नु म भ्याइनँ, तैपनि म इन्फर्मल कुरा गर्छु, दाइसँग कुरा गर्न चाहन्छु। यो भू राजनीति शब्दावली म सुन्दाखेरि मलाई अहिले रिसेन्टली झन्झली जेन्जी आन्दोलनको याद आउँछ। भदौ 23 को जेन्जी आन्दोलन कसैले एक्सपेक्ट गरेको थिएन, कसैको आकलन थिएन। भदौ 24 को दिन त अझै कसैले सम्झेकै थिएन। दशकौँसम्म दूरसम्म पनि यो देशमै आगो लाग्छ, यो देशैभरि देश नै आर्सनको शिकार हुन्छ भनेर कसैले कल्पना, कसैले नराम्रो भन्दा पनि यो देशलाई यस्तो अवस्थामा देख्न चाहिँ कसैले चाहेको थिएन। भदौ 24 को जुन देशमा जुन एउटा सिनेरियो दृश्य देखा पर्यो, हामी सबै भावुक भयौँ, दुखी भयौँ, समग्र देश जल्यो। त्यसपछिको प्रतिक्रिया आउँदाखेरि यो चाइनाको खेल हो, यो भारतले गराएको होइन, केपी शर्मा ओली भर्खरै चाइना भ्रमणबाट आउनुभएको हो, युएसको खेल हो, यो युएसको ग्रान्ड डिजाइन हो। हामी कति सजिलै भनिदिन्छौँ यो भूमिमा विदेशी चलखेल हुन्छ, यो त विदेशीको चाल हो, यो विदेशीको षड्यन्त्र हो, यो पक्कै विदेशीको ग्रान्ड डिजाइन हुनुपर्छ। एउटा सियो खस्दा पनि यो देशमा विदेशी चलखेल भएको आरोप लाग्छ, आक्षेप लाग्छ। यस्तो किन हुन्छ दाइ, प्लिज? सर्वप्रथम त मेरो नाम वृतान्त खनाल हो, म अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी हुँ। प्र्याक्टिस वर्ष चाहिँ नि भू राजनीति अलिअलि प्र्याक्टिस गर्छु, लेखपढ गर्छु। अनि र त्योभन्दा अगाडि चाहिँ नि मैले साँच्चीकै मेरो अग्रज मानेको, मेरो मेन्टर मानेको मनिष झालाई एकदम धेरै धन्यवाद मलाई यहाँ बोलाइदिएकोमा। आई सो रेस्पेक्ट यु। र त्योभन्दा अझै देशले नै रेस्पेक्ट गरेको महामानव अगाडि बस्नुभएको छ हरिवंश दाइ, हजुरहरू यहाँ आइदिनु भयो र मलाई अझै नर्भस बनाइदिनु भएको छ, त्यसको लागि धेरै धन्यवाद छ। भाइको प्रश्न यस्तो आउँछ भनेर थाहा थियो। फेरि मेरो छेउमा बसिरहेको आदित्य मेरो फेभरेट जर्नलिस्ट पनि हो, खोज पत्रकारितामा एकदमै राम्रो काम गर्छ। सानो उमेरमा सत्य बोल्न डराउँदैन, अनि सत्य बोल्न नडराउने मानिसहरू मात्रै जर्नलिजम गर्नुपर्छ। र यति चिज भन्न सक्छु, आदित्यको मसी र आदित्यको कलम उसले आफैले किनेको हो, त्यसमा अरू कसैको मसी र अरू कसैको कलम छैन। आदित्यको यो प्रश्न आउँछ भनेर मलाई थाहा थियो। जस्तो किसिमको आक्रामक पत्रकारिता गर्छ भने उसको पहिल्यै बल चाहिँ नि बााउन्सर आएर होइन एकदम आक्रामक आउँछ भन्ने थाहा थियो। म क्रिकेट एसोसिएसनको सिइओ पनि भएर काम गरेको मानिस हो, त्यसैले पनि उसको यो बललाई चाहिँ डज गर्न सकिन्छ कि भन्ने आएको थियो, तर सकिँदैन। भू राजनीति किन यस्तो भएको छ, हरेकचोटि मैले लगाएको लुगादेखि लिएर सबै चिजको व्याख्या चाहिँ नि भू राजनीतिक लेन्सबाट मात्रै किन गरिन्छ? अनिश दाइले संसद भवनमा अस्ति भर्खर एउटा स्टेटमेन्ट दिनुभएको थियो, हमें अपनों ने लूटा, गैरों में कहाँ दम था, मेरी कश्ती वहाँ डूबी जहाँ पानी कम था। यसलाई भू राजनीतिमा कसरी लग्ने भन्दाखेरि मेरो राज्य यस्तो हुनुको कारण भारत, चीन, अमेरिका, युरोपियन युनियन होइन, मलाई लुटिएको चाहिँ नि आफ्नैले हो, यो अरूसँग ताकत छैन भन्ने कुरा। यसलाई भू राजनीतिमा अझै गहिरो हिसाबले बुझ्ने हो भने चाहिँ नि आदित्य, हाम्रो देश पहिला पनि उपनिवेश गर्ने प्रयत्न गरिएको हो।
अरूमा त्यो ताकत नभएर उपनिवेश नभएको देशहरू। त्यसैले यो हाम्रा गल्तीका कारण हामीले आफ्नो राज्य व्यवस्थापन गर्न नसकेका कारण आज यो ठाउँमा छौँ हामी। तर यसको एसेन्समा चाहिँ के छ भन्दाखेरि धेरै मानिसलाई, हामी यहाँ बसेका धेरैजना मानिसलाई तिमीलाई के चाहिन्छ भनेर सोध्यो भने जवाब दिन अलिक गाह्रै छ। के चाहिन्छ भन्ने प्रश्न। अनि त्यसै गरी हाम्रो राज्यलाई अथवा हाम्रो राज्य व्यवस्थापन गरिरहेका मानिसहरूलाई चाहिँ यो राज्यलाई के चाहिन्छ भन्ने चिज थाहा नभएर आज अन्यलमा परेको नेपाल। नेसनल इन्ट्रेस्ट भनेर शब्द चाहिँ जानिएको छ, तर नेसनल इन्ट्रेस्ट भनेको त राज्यले खोजिरहेको चिज हो। अनि त्यो खोजिरहेको चिज चाहिँ के हो त, र मलाई चाहिने चिज मैले प्राप्त कसरी गर्न सक्छु भन्ने कुरा चाहिँ भू राजनीतिमा अलिअलि मिसाएर 75% राज्य बन्दियो भने भू राजनीतिले 25% पुरा गर्न सक्छ। तर हाम्रोमा विडम्बना के छ, 75% भू राजनीतिले गरिदियोस् अनि टपक्क एउटा हैसियत नै नभएको मान्छेलाई प्रधानमन्त्री बनाइदियोस् भन्ने पनि कहिलेकाहीँ देखिन्छ। त्यसैले हाम्रो समस्या हाम्रो मिन्समा, हामीसँग क्षमता के छ, हाम्रो बाहा के हो, हामी कुन यन्त्र प्रयोग गरेर त्यो ठाउँमा पुग्न खोजिरहेछौँ र यसमा विदेशी मद्दत कहाँ लिन सकिन्छ। यदि यति मात्रै चिज हाम्रो नेताहरूले गर्न सके, अहिलेका वा पुराना वा भोलि आउने नेताहरूले गर्न सक्यो भने यो भू राजनीति अझै चाहिँ बेटर हुँदै जान्छ। तर मेरो आशा के छ भन्दाखेरि स्वर्णिम वागले मनिष झा जस्ता एकदम दिग्गज विद्वानहरू आउँदै गर्दाखेरि नेसनल इन्ट्रेस्ट, उहाँहरूमा एउटा राम्रो पक्ष के देख्छु भन्दाखेरि मलाई सबै चिज आउँदैन भन्ने चिजको ज्ञान चाहिन्छ। यदि मलाई सबै चिज आउँदैन भन्ने चिजको ज्ञान भयो भने त्यो चाहिँ नि रिफर्मको प्रथम बिन्दु हुन्छ। र हामीले आज हामीलाई चाहिने के हो, मिथिलालाई चाहिने चिज काठमाडौँमा बसेको मान्छेले निर्णय गर्न थाल्यो भने त्यो सही हुँदैन। त्यसैले मिथिलालाई के चाहिन्छ भन्ने चिज अथवा कर्णालीलाई के चाहिन्छ भन्ने चिजको चाहिँ नि त्यो सबै एउटा कङ्ग्लोमरेट बनाउन थाल्यो, त्यसको एउटा रिसर्चको खाका बनाउन थाल्यो भने अन्ततोगत्तो त्यो नेसनल इन्ट्रेस्ट बन्न जान्छ। र त्यो नेसनल इन्ट्रेस्टको सर्भिस गर्ने मान्छे चाहिँ नि अहिले शिशिर खनाल हुनुहुन्छ, भोलि अरू कोही होला, पर्सि आदित्य होला, होइन। तर तपाईँलाई के चाहिन्छ भन्ने चिज थाहा भएन भने अर्काले जे अगाडि राखिन्छ त्यही। थ्याङ्क यू भाइ। र यो भू राजनीति, भू अर्थतन्त्र, जियो पोलिटिक्स, जियो इकोनोमिक्स बहुत भारी सब भएको जस्तो लाग्छ मलाई चाहिँ। म पत्रकारिता गर्छु, दिनहुँ 15-20 जना, जुन दिन मान्छे नै भेट्दैन जुन दिन 15-20 जना भेटेकै हुन्छु। तर ज्ञान चाहिँ भू राजनीतिको विषयमा, भू अर्थतन्त्रको विषयमा कतिपय धेरै पत्रकारहरूलाई नै छैन। त्यो फेक टपिक जस्तो लाग्छ हामीलाई। तर पनि चिया पसलमा गफ त दिन्छु। भू राजनीतिको बारेमा त मैले बुझेसम्म त त्यो युजफुल एनालिसिसलाई, यो टर्मिनोलोजी युजफुल एनालिसिस मलाई लाग्छ, त्यही भएर यो चाहिँ हुनैपर्छ भन्ने खालको एनालिसिस चिया चौतारीमा, रेस्टुरेन्टको क्याफेहरूमा पनि हामी त्यो सुन्छौँ, देख्छौँ, सबै कुरा उसलाई थाहा छ, उसको इमेजिनेसन नै रियालिटी हो जस्तो देख्छौँ। भू राजनीति र भू अर्थतन्त्रलाई नेपाली समाजले, यहाँका जनताले, यहाँका नागरिकले कसरी बुझिरहेका छन्? वाट इज योर एक्सपिरियन्स? र तपाईँले चाहिँ के बुझ्नु भएको छ दाइ, प्लिज? अहिले आदित्य, अहिले नेपाली समाजमा भू राजनीति भनेर बुझ्दै गर्दाखेरि मनिष झा चाहिँ भारत प्रस्थ हो कि चीन प्रस्थ हो भनेर सोध्न थालेछन् मान्छेले। मनिष झा चाहिँ के हो भन्ने चिज मानिसले कौतूहलता, उसको व्यक्तित्वलाई जान्ने कौतूहलता कम र उसको इन्क्लिनेसनलाई जान्ने कौतूहलता बढी गरिरहेको छ, होइन। जस्तो यहाँ दाइ बस्नुभएको छ, हजुर भारत प्रस्थ हो कि चीन प्रस्थ हो भनेर सोद्धाखेरि हजुरको मनमा अर्कै चिज छ, म नेपाल प्रस्थ हुँ भन्ने छ। तर अर्कोले के भन्दा छ, कहाँ इष्टकोट लाग्छ यस्तो खालको त्यो आधार, अब यसलाई हुँदा मोदी कोटै बनिसक्यो, होइन, मोदी कोट लाग्छ गयो यो त, होइन, यो गइसक्यो, पारी गइसक्यो, यो त दिल्लीबाट चल्छ भन्ने खालको मानसिकता बन्छ। तर दिल्ली अथवा बेजिङ अथवा वासिङटन त्यति सहज छैन।
तपाईँले भनेको काम उसले गरिदिनको लागि उसले त्यति सहज रूपमा काम गर्दैन। उसले के को आधारमा काम गर्छ, उसको जनताले खोजेको कुरा के हो, त्यसमा तपाईँ फिटिङ हुनुभयो, तपाईँको राज्य फिटिङ हुनुभयो भने मात्रै तपाईँ प्रयोग हुनुहुन्छ। त्यसैले वृत्तान्त खनालको इन्स्ट्रुमेन्टल भ्याल्यु छ समाजमा अथवा फोर्ड फेजमा भने ऊ प्रयोग हुन सक्ला, होइन? नत्रभए जेनरली फोर्ड फेज 5 वर्ष 2 वर्षको नीति बनाएर आउँदैन। एकजना यस्तै फोर्ड फेजको विश्लेषकले के भन्नुभयो भन्दाखेरि, एन्ड दिस इज कन्स्पिरेसी थियोरी, अनि नेपालमा यस्तो कन्स्पिरेसी थियोरी हुन्छ, यसको चरम बिन्दु भनिदिन्छु म तपाईँलाई। एकजना सब कुरा गर्दाखेरि उहाँले के भन्नु भन्दाखेरि, भाइ तिमीलाई थाहा छ यो राजाको 12औं कि 13औं पुस्ता मर्छ भनेर कहिले भन्यो भनेर? थाहा छैन दाइ। अनि यो त 12औं पुस्ता पुग्नुभन्दा 3 पुस्ता अगाडि भनिदियो भनेर भन्यो। हो र? यो त पृथ्वीनारायण शाहको बेलादेखि होइन, 3 पुस्ता अगाडि भनिदियो। अनि 3 पुस्ता अगाडि त्यो कन्स्पिरेसी खडा गरेर तेस्रो पुस्तामा चाहिँ मारिदियो राजालाई। सुन्दाखेरि मुभी बनाउने हो भने गजब चल्छ, होइन? यो कन्स्पिरेसी थ्योरीमा एउटा मुभी बनायो, होइन? सिआइएले 3 पुस्ता अगाडि घोषणा गरिदियो कि यसलाई मार्नु पर्छ भनेर, अनि 3 पुस्तापछि गएर मार्दियो। यो त्रिभुवन भन्दा माथिको त्रिभुवनको बुवा पृथ्वीवीर विक्रम शाहदेवको बेलामा कन्स्पिरेसी रचियो दरबार हत्याकाण्ड गर्ने, र पछि गएर दरबार हत्याकाण्ड भयो। कस्तो इन्ट्रेस्टिङ छ, कस्तो राम्रो छ, कति लामो देखिन्छ, कस्तो इन्स्ट्रुमेन्ट प्रयोग गरेको होला जस्तो देखिन्छ। मुभी बनाउने हो भने चल्छ। तर यसले हाम्रो देशलाई चाहिँ के गर्छ? हाम्रो देशलाई अपरिपक्व बनाउँछ। हाम्रो देशलाई के देखाउँछ? हाम्रो देश फोर्ड फेजको व्याख्या चाहिँ नि एकदमै सस्तो, तिमीले भने जस्तो चिया पसलमा, अझै चिया पसल पनि होइन, कोही मान्छेले त्यो उभिँदा पनि चुरोट खाँदाखेरि ए भाइ यार दलाल आयो भन्ने हुन्छ, होइन? अनि उसको त्यो भाष्यले गर्दाखेरि पछाडि चाहिँ को परिरहेको छ ग्लोबल स्टेजमा भन्दाखेरि नेपाल राज्य नै पछाडि परिरहेको छ। किनकि नेपालीको परिचय पनि हो र नेपाली नेपालको परिचय पनि हो। यो होइन, यसको कन्डुवेट रिलेसनसिप चाहिँ यो गल्लीमा हिँडिरहेका मानिसको छ। यसको दुईटैको तागल्यता के छ भने म नेपालको परिचय पनि हो, नेपाल मेरो परिचय पनि हो, होइन? त्यसैले म चाहिँ बाहिर गएको बेलामा के बोल्छु, कसरी यसलाई चाहिँ व्याख्या गर्छु भन्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण रहन्छ। अनि त्यसैले गर्दा